साथीहरू, लामो समयपछि फेरि पनि कमला रामसँगै फर्किने भइन् भनेर रामको मुहारमा जुन खुसी छाएको थियो त्यो खुसीलाई मालतीले छिनभर पनि टिक्न दिएनन्। हो साथीहरू, राम र रामका गाउँलेहरू कमलालाई फिर्ता ल्याउन भनेर जानै लाग्दा मालती रामको घरमा आउँछिन् र मैले मुना र कमला दुवैजनाको विवाह फिक्स गरिदिइसकेको छु। अब मुना र कमलाको बिहे खान जाओ भनेर जुन कुरा गर्छिन् त्यो कुराले राम एकदमै टुक्रिन्छन्। मुना र कमलाले आफैले राजी खुसीले बिहे गर्न लागेका हुन् भनेर मालतीले भनेपछि रामले यति बेला पत्याएको अवस्था छ। के रामले दुर्गा आमा र मालतीको यो खेललाई बुझेर त्यो खेलको पुरै पर्दाफास गर्दै ती दुईजनालाई सजाय दिएर रामले फेरि पनि कमला र मुनालाई घरमा फिर्ता ल्याउन सक्लान् त? आउनुहोस् साथीहरू, आजको भिडियोमा हामी यसै विषयमा छोटो चर्चा गर्नेछौँ। यदि तपाईँ पनि राम, कमला र मुना फेरि पनि मिल्नुपर्छ, एक हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने चाहिँ कृपया यस भिडियोलाई एक लाइक गरी कमेन्ट सेक्सनमा राम लेख्न भने चाहिँ पक्कै पनि नभुल्नुहोस् है त। हो साथीहरू, अघिल्लो एपिसोडमा रामका बुबा कमलाको घरमा गएर सबै सत्य कुराहरू बताएसँगै यति बेला कमला चाहिँ फेरि पनि घरमा फर्किने भएकी छिन् र कमलाका बुबाले भने त्यो घरमा त कुनै पनि हालतमा जाँदिनस्, यदि जान्छेस् त केवल मेरो लासमाथि टेकेर जान्छेस् भनेर धम्की दिँदै गर्दा पनि हुँदैन। म रामको घरमा फिर्ता जाँदाखेरि कसैलाई केही असर पर्छ भने परोस्, तर म जसरी भए पनि रामसँगै फिर्ता जान्छु भनेर भनिसकेपछि यति बेला कमला रामको बाटो कुरेर बसिरहेकी छिन्। कति बेला राम आउँछन् र समाज राखेर फेरि पनि हामी मिल्यौँ है भनेर मिलेर फेरि पनि रामको घरमा जान तयार छिन् कमला। तर यति बेला बाधा बनेर र खेल खेल्दै आइपुगे दुर्गा आमा र मालती। हो साथीहरू, निकै लामो समयदेखि आफ्नोपनको खोल ओढेर दुर्गा आमाले राम र रामका परिवार सकाउनका लागि जुन खेल खेलिरहेकी छिन् त्यसले अहिले रामको परिवारलाई अहिलेसम्म पनि असर गरिरहेको छ। अब चाँडोभन्दा चाँडो रामले चाहिँ यो दुईजनाको यो खेललाई चाहिँ बुझ्नुपर्छ र मलाई लाग्छ साथीहरू, अघिल्लो एपिसोडमा जुन दुर्गा आमा र मालती बसेर कुरा गरिरहेका थिए त्यो कुरा रामको कानसम्म जसरी भए पनि पुग्छ र जुन दिन त्यो कुरा रामको कानमा पुग्छ त्यसपछि दुर्गा आमा र मालती कुनै पनि हालतमा बच्नेवाला छैनन्। यिनीहरूले बारम्बार राम र रामको परिवारलाई सताउँदै गर्दा अब यो पटक भने रामले कुनै पनि हालतमा माफ गर्न हुँदैन, कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने जतिले चाहिँ हाम्रो च्यानललाई पनि पक्कै सब्सक्राइब गर्नुहोला भन्दै अब चाहिँ हामी तपाईँसँग आउने भागमा भेट्ने बाचाका साथ अहिलेका लागि चाहिँ बिदा हुन्छौँ। हस्, नमस्कार।